पेट्रोल पम्पको लाइनमा बस्दा बस्दा वाक्क दिक्क भएर ईभीतिर स्विच गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुको लागि एउटा खुशीको खबर छ है त। त्यो खुशीको खबर के हो भनेर थाहा पाउनको लागि चाहिँ watch this video until the very end. Welcome to the day 68 of आज सरकारले के गर्यो सिरिज ट्र्याकिङ ब्यालेन्स सरकार for the upcoming 5 years. अब खुशीको खबर चाहिँ के हो भन्दाखेरि नि फाइनान्स मिनिस्टर स्वर्णिम वाग्लेले 50 लाख भन्दा मुनिका ईडी गाडीहरुको प्राइस घट्ने र रोड कन्स्ट्रक्सन फी आधा हुने कुरा बताएका छन्। त्यस्तै सरकारका प्रवक्ता सस्मित पोखरेलले पीएम बालेन्द्र शाहले नेपालले इन्डियाको भूमि मिचेका छैनन् भन्ने कुरा भन्दै प्रधानमन्त्रीले आफू सीमा विवादको बारेमा अचम्मित भएको कुरा मात्र भनेका हुन् भन्ने कुराको क्ल्यारिफिकेसन दिएका छन्। सो यो क्ल्यारिफिकेसन बारे तपाईहरुको भनाइ के छ भन्ने कुरा चाहिँ कमेन्ट सेक्सनमा लेख्नु होला है त। र आज बसेको क्याबिनेट मिटिङमा सरकारले मोन्ट्रियल प्रोटोकल लागू गर्ने कुरा स्वीकृत गरेको, जेन्जी प्रोटेस्टको घटना छानबिन समितिको अवधि 45 दिनले थप गर्ने जस्तो निर्णयहरू गरिएको छ। र सरकारले आईटी र डिजिटल गभर्नेन्स सम्बन्धी निकायहरू, सूचना प्रविधि विभाग, डेटा म्यानेजमेन्ट सेन्टर र नेशनल साइबर सिक्युरिटी सेन्टरहरूलाई प्राइम मिनिस्टर्स अफिस अन्तर्गत ल्याउने निर्णय गरेको छ। सो द्याट वाज अल फर टुडेज एपिसोड र अरु अपडेट्सको लागि चाहिँ भोलि भेटौँला है त।